सबैले पैसा कमाइरहेछन्, म किन पछि? मलाई पनि ठुलो बन्नु छ। बाबा पसलबाट आउँदै। अरूलाई हेरेर होइन बाबु, आफूले सक्ने काम गरेर पैसा आउँछ बाबु। सानो सुनले पैसा आउँदैन नि बाबा। हेलो साथी, काम छ भनेपछि खोजिदेऊ न त, मलाई कामको धेरै जरुरत थियो यार। कामको के टेन्सन गर्छौ यार साथी, यार तिमी एकचोटि भेट न मलाई। साथी धेरै जरुरत थियो यार, मलाई जसरी भए पनि मिलाइदेऊ है कामको। ल ल म मिलाइहाल्छु, तिमी एकचोटि भेट त सही। ल ल हुन्छ साथी। इजी मनी चाहिन्छ भने एउटा काम छ, बिना लाइसेन्स सामान बेच्ने, त्यसमा धेरै नाफा छ। रिक्स त छ नि। रिक्स नभए पैसा कहाँबाट आउँछ? एकदमै खतरा छैन मार्केटमा, अनि यसको मूल्य पनि एकदमै धेरै छ। यो भन्दा अब त्यो भन्दा हल्का वेस्टर्न साइडको पर्यो होइन यो चाहिँ चक्कु। अनि यसको मार्केट चाहिँ एकदमै राम्रो छ बजारमा चाहिँ, तर यसलाई चाहिँ पुलिसहरू कतै यता आयो भने होइन हामीले चाहिँ एकदम केयरफुल भएर यो गर्नुपर्ने यसलाई चाहिँ। अनि पुरै भरेर होइन एकदमै पुलिसको यता जाम पनि छ भन्ने सुनिया छ होइन, अनि त्यही भएर चाहिँ यो राम्रोसँग प्याक गरिहाल सामानलाई, एकदमै हिसाबले जानुपर्ने छ होइन। ल के ल्याएको खोइ, यसले हेर त त्यो अवैध सामान लिएर हिँडिरहेछ। के छैन सर? हो सर। किन केही छैन? यो के हो? यो हतियार लिएर अवैध सामान लिएर हिँड्ने? हिँड थानामा हिँड, भित्र सामान लिएर है। के ल्याएर आएछ? अवैध सामान लिएर हिँड्ने? तिम्रो बाउको नम्बर देऊ। हजुर, 99 78 43 43 29 29 76। 76। हेलो हजुर। नमस्कार हजुर। नमस्कार सर। के काम आउनुहुन्छ? फोन गर्नुभयो हजुरले? ए हजुरको छोरा यता यहाँ पुलिस चौकीमा छन् होइन? हजुर। तपाईँले एकचोटि यता आउनु पर्यो। किन के गर्यो र सर त्यसले? अब के गर्यो भन्ने अब तपाईँ यता आएर थाहा होला हजुरलाई। ल ल हुन्छ सर, म छिटो पुग्नु पर्यो है। ल ल हल्दार साहेब, यसलाई भित्र लिएर खोरमा हाल्नु, अनि यसको बुवान लाछन्, अनि उसँग कुरा गर्छौँ, अनि बोलायो भने लिएर आउनु होला पछि। नमस्कार सर। नमस्कार नमस्कार। ल आउनु बस्नु यता। तपाईँ अरुणको बाउ हो? हजुर म हो बाउ उसको। ल बस्नु। अनि उहाँ चाहिँ मेरो जेठो छोरा। ए हो र? हजुर। ल बस्नु, तपाईँ पनि बस्नुहोस्। के गल्ती गरेर सर मेरो छोराले? तपाईँको छोराले के गर्यो भन्न लाग्नु भएको छ हजुर? ल हेर्नुहोस्, यो पैसाको लोभमा, यो अवैध सामान पैसाको लोभमा धन्दा गरिरहेछ। अनि के तपाईँले यही संस्कार सिकाउनु भयो? अनि तिमी दाइ हो उसको, अनि तिमीले पनि यही संस्कार सिकाउनु भयो? मेरो छोरा अनि कहाँ छ सर? यसलाई ल्याएर आऊ त। हस् सर। अब कतिमा पढ्छौ तिमी? हो र? अनि तिमीले यही यो धन्दा गर्ने हो? ए अनि तिम्रो लाग्दा मम्मी अनि भाइ दाइ अनि बुवाको कति हुन्छ समस्या हुन्न? भोलि बिहान तिमीलाई चाह्यो भने मैले सधैँभरि खोरमा हाल्ने गरी मैले मुद्दा गरेँ, ठिक छ? अब तिमी मान्छे विद्यार्थी मान्छे, अनि तिम्रो पढाइको लागि पनि समस्या हुन्छ। अहिले एउटा मुद्दा तपाईँको नाउँमा भइसकेपछि, अनि त्यही कारणले अहिले अब म छोडिदिन्छु होइन। अनि तिम्रो बुवा मम्मीलाई सम्झाउनु, अनि तिमी आफै पनि जिम्मेवार मान्छे हो घरको होइन। अनि बुवा मम्मीसँग जाने, अनि बुवा दाइ आउनु भएको छ लिएर जान्छन् राम्रोसित, अनि पढाइमा ध्यान राख्ने। अब एकजना यस्तो गर्ने होइन जिन्दगीमा, भोलि बिहान समस्या हुन्छ। अब यसलाई मैले छोडिदिन्छु। अब यसलाई सम्झाउनु, घरमा लिएर पनि सम्झाउनु।
अनि तिमीले पनि सम्झाउने। दाइ भएर त्यही हो, दाइले त्यही हो गर्ने, दाइले सम्झाउनु पर्यो न। हुन्छ हुन्छ म सम्झाउँछु सर। अब के गर्ने आजको लागि त्यस्तो नै छैन। अबदेखि यस्तो काम हुँदैन, म राम्रोसँग सम्झाउँछु है। साथीहरूको लैलैमा लाग्दा यस्तो काम गरिस्, अबदेखि यस्तो काम नगर्नु है बाबु। पैसाको पछि लाग्दा मान्छे बाटो हराउँछ बाबु। पैसा कमाउनु गलत होइन, तर भाइ सही बाटो रोज्नुपर्छ। माफ गर्नु, मैले गलत बाटो रोजेँ। नमस्कार सर। नमस्कार नमस्कार। ल आउनु बस्नु यता। तपाईँ अरुणको बाउ हो? हजुर म हो बाउ उसको। ल बस्नु। अनि उहाँ चाहिँ मेरो जेठो छोरा। ए हो र? हजुर। ल बस्नु, तपाईँ बस्नुहोस्। के गल्ती गरेर सर मेरो छोराले? तपाईँको छोराले के गर्यो भन्न लाग्नु भएको छ हजुर? ल हेर्नुहोस्, यो पैसाको लोभमा, यो अवैध सामान पैसाको लोभमा धन्दा गरिरहेको छ। अनि के तपाईँले यही संस्कार सिकाउनु भयो? अनि तिमी दाइ हो उसको, अनि तिमीले पनि यही संस्कार सिकाउनु भयो? मेरो छोरा अनि कहाँ छ त सर? यसलाई ल्याएर आऊ त। हजुर सर। अब कतिमा बच्चौ तिमी? हो र? अनि तिमीले यही हो धन्दा गर्ने हो? ए अनि तिम्रो लाग्दा मम्मी अनि भाइ दाइ अनि बुवाको कति हुन्छ समस्या हुन्न? भोलि बिहान तिमीलाई चाह्यो भने मैले सधैँभरि खोरमा हाल्ने गरी मैले मुद्दा गर्दाखेरि ठिक छ। अब तिमी मान्छे विद्यार्थी मान्छे, अनि तिम्रो पढाइको लागि पनि पछि समस्या हुन्छ। अहिले एउटा मुद्दा तपाईँको नाउँमा भइसकेपछि अनि त्यही कारणले अहिले अब म छोडिदिन्छु होइन। अनि तिम्रो बुवा मम्मीलाई सम्झाउनु, अनि तिमी आफै पनि जिम्मेवार मान्छे हो घरको होइन। अनि बुवा मम्मीसँग जाने, अनि बुवा दाइ आउनु भएको छ लिएर जान्छन् राम्रोसित, अनि पढाइमा ध्यान राख्ने। अवैध काम यस्तो गर्ने होइन जिन्दगीमा, भोलि बिहान समस्या हुन्छ। अब यसलाई मैले छोडिदिन्छु। अब यसलाई सम्झाउनु, घरमा लिएर पनि सम्झाउनु, अनि तिमीले पनि सम्झाउने। दाइ भएर त्यही हो, दाइले त्यही हो गर्ने, दाइले सम्झाउनु पर्यो न। हुन्छ हुन्छ म सम्झाउँछु सर। अब के गर्ने आजको लागि त्यस्तो नै छैन। अबदेखि यस्तो काम हुँदैन, म राम्रोसँग सम्झाउँछु है। साथीहरूको लैलैमा लाग्दा यस्तो काम गरिस्, अबदेखि यस्तो काम नगर्नु है बाबु। पैसाको पछि लाग्दा मान्छे बाटो हराउँछ बाबु। पैसा कमाउनु गलत होइन, तर भाइ सही बाटो रोज्नुपर्छ। माफ गर्नु,